ओए साँझ त गाउँमा रमाइलो छ, म त जाने हो, तिम्रो जाने हो कि नै? किन नजाने होला र? जाने हो, रमाइलो गर्ने हो पुरै, त्यहाँ गएर नाच्नु परेन। ओइ तँ जान्छस् कि नै? ना यार केटी हो, म त जाँदैन, मलाई त घरबाट जानै दिँदैनन्। गु यत्रा जान दिँदैनन् घरबाट खुब भर्खर लप परेको छ, बोयफ्रेन्डले जान दिँदैन भने त भइगयो त नाटकको साथ। त्यही त मेरो बोयफ्रेन्ड लास्टै स्ट्रिक छ क्यारे, म त जाँदैन, तिमीहरू जाऊ। कोही नभएको यही रानीको बोयफ्रेन्ड रहेछ। बिहा बनाएदेखि हामीसँग हिँड्न पनि हिँड्ने, कहीँ जान पनि जान्ने, के खाउँ भने पनि नाइ। बोयफ्रेन्डले गाली गर्छ भन्छ, यही रानीको बोयफ्रेन्ड आएछ कहीँ नभएको। तर हाटीको पो बोयफ्रेन्ड छैन, बोयफ्रेन्ड भइदिए बल्ल थाहा पाउँदैछ के कस्तो हुन्छ भनेर। धेरै फुइन ला, मेरो पनि 18-20 बोयफ्रेन्ड थिए, अहिले पो छैन नि, सिङ्गल छु र हो। नत्र त जमानामा बोयफ्रेन्ड त मैले आउनमा नचाउँथे। औँलामा पनि किन नचाहोस् त, र मतलब पनि किन होस् त नि। यत्रा 18-19 बोयफ्रेन्ड बनाएर चाहिँ किनभने पाथर यस्तासँग त किन सङ्गत गर्ने हो? छ्या ठिक भनिस् तैँले, यसका त 18 बिहे गरे। ओ माई गड, धेरै चोरिया कुरा नगर के रारी, जे जस्तो भए पनि 18-18 बोयफ्रेन्ड थिए के अरे, पुरै हेन्सम थिए के अरे, मजाले मैले आउलामा खेलाएकै थिएँ के अरे। तेरो जस्तो स्टिकवाला बोयफ्रेन्ड त थिँदै थिएन के अरे। मैले चलाउँथेँ 18-18 बोयफ्रेन्डलाई, कसलाई कहाँ म्यानेज गर्नु पर्ने हो, कसलाई कहाँ म्यानेज गर्नु पर्यो, पुरै मैले चलाउँथेँ। अहिले नाइटमा धेरै धेरै फुर्ती लाउँथ्यो, खुरुपे जाने आज। म त जान्दैन क्या। यो यस्तै गर्छु कि जहिले पनि रमाइलो समाजतिर जाउँ भन्दा पनि नजाने। बोयफ्रेन्ड स्ट्रिक छ, भोलिमा ब्रेकअप दिनु बोयफ्रेन्ड तेरो बेला पाथर किनभने त्यो रन्डरलाई त्यो बोयफ्रेन्डलाई मैले जाने त्यो बोयफ्रेन्डलाई मैले चाहे भने एकैछिनमा पट्टाइले मेरो बनाउन सक्छु।